हेलो नमस्कार सबैजनालाई। नेपाली फिल्मी जगतको सम्पूर्ण खबरहरू लिएर उपस्थित भएको छु। नेपाली फिल्म सम्बन्धी सम्पूर्ण खबरको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि क्लिक गर्नुहोला। अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म पीताम्बरको नयाँ टिजर सार्वजनिक गरिएको छ। झन्डै 1 मिनेट लम्बाइको एक्सन प्रधान टिजरमा उनलाई सुपरस्टारको ट्याग दिँदै उनका दृश्यहरूलाई मात्र स्थान दिएको छ। सार्वजनिक टिजरमा प्रदीप कतै रिसा भावमा एक्सन गर्दै प्रस्तुत भएका छन् भने कतै सामान्य अवस्थामा देखिएका छन्। टिजर हेर्दा उनको पात्र बदलाको भावमा रहेको अनुमान लगाउन सकिन्छ। उनले फिल्मका लागि एक्सनमा गरेको मेहनत टिजरमा प्रष्ट देखिन्छ। उनले पूर्ण रूपमा एक्सन भूमिकामा काम गरेको पीताम्बर पहिलो चलचित्र हो। आगामी चैत 29 गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप सहित दयाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुविक्रम साई, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतको अभिनय छ। यस्तै आइतबार दिउँसो पोखराबाट चार्टर विमान मार्फत काठमाडौँ आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्य द्वारमा राष्ट्रिय झण्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्य फिल्ममा समेत हेर्न पाइने भएको छ। महाशिवरात्रिको दिनदेखि छायाङ्कनरत चलचित्र माग्ने राजामा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएको हो। निर्देशक ऋषि लामिछानेले चलचित्रमा पूर्व राजाको दृश्य भने कैद नगरिएको जानकारी दिए। उनले भने, हामीले पूर्व राजालाई चाहिँ खिचेका होइनौं, हामीले राष्ट्रिय झण्डालाई खिचेका हौं। त्यहाँ रापर्वा वा अन्य कुनै पार्टीको झण्डा हुन्थ्यो भने हामीले खिच्ने थिएनौं। माग्ने राजाको मान्यता भनेको पार्टीभन्दा देशमाथि हुन्छ भन्ने हो। त्यसैले हामीले फिल्मका लागि देशको झण्डा खिचेका हौं। निर्देशक लामिछानेका अनुसार झण्डा सहितको राजावादीको प्रदर्शनलाई खिच्न 7 वटा क्यामेरा प्रयोग गरिएको थियो। उक्त दृश्य चलचित्रमा 2 देखि 3 मिनेटसम्म राखिने उनले बताए। चलचित्रमा राष्ट्रिय झण्डा सहितको प्रदर्शनको दृश्य अति नै आवश्यक रहेकाले नै खिचेको उनको भनाइ छ। आगामी तीजमा प्रदर्शन हुन लागेको चलचित्रमा हास्य कलाकार केदार घिमिरे मुख्य भूमिकामा छन्। चलचित्रमा केदारसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, पुष्कर गुरुङ, मिस पबी लगायतको पनि अभिनय देख्न सकिन्छ। चलचित्रमा केदारको जोडी वर्षासँग बाँधिएको छ। यसअघि उनीहरूले छक्का पञ्जा 5 मा सहकार्य गरेका थिए। मुनाल घिमिरे निर्माता रहेको चलचित्रका छायाङ्कन नरेन्द्र मैनाली हुन्। यही फागुन 29 गतेदेखि प्रदर्शनको तयारीमा रहेको एक्सन प्रधान चलचित्र आउटला दफा 219 2 साता अघि सार्वजनिक ट्रेलरका कारण चर्चामा छ। एक्सन र मेकिङमा अब्बल देखिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र अपेक्षा बढाएको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो। ट्रेलरलाई युट्युबमा मिलेको प्रतिक्रिया हेर्ने हो भने धेरैले हलिउड र साउथ फिल्मसँग दाजेका छन्। ट्रेलर हेर्दा फिल्ममा एक्सनलाई ज्यादा जोड दिएको देखिन्छ, तर निर्देशक विक्की मर्जनले फिल्ममा एक्सन मात्र नरहेको प्रष्ट पारेका छन्। उनी भन्छन्, यसमा एक्सन मात्र छैन, एक्सनसँगै देशको महत्त्वपूर्ण विषयलाई उठान गरेका छौं। फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रिलर सबै छ। यसमा हेर्नका लागि धेरै कुरा छन्, सरप्राइज पक्ष पनि धेरै छ। ट्रेलरमा सबै खोलेका छैनौं। निर्देशक मर्जनले फिल्मको कथा कसैसँग नमिल्ने पनि दाबी गरेका छन्। एकजना गुण्डा नायिकाबाट प्रभावित भएर चलचित्र बनेको चर्चाबारे उनले भने, यो काल्पनिक कथा हो, कोही पनि व्यक्तिसँग मिल्दैन। क्यारेक्टर ग्याङस्टर भए पनि यो बदला र न्यायको कथा हो। उनले नेपालमा भइरहेको चित्त नबुझेका कुरालाई फिल्म मार्फत देखाउन खोजेको बताए। यस्तै फिल्मका निर्माता अमित अग्रहरी आउटलले एक्सनमा नयाँ बेन्चमार्क सेट गर्ने बताउँछन्। उनी भन्छन्, हामीले फिल्ममा यस्तो एउटा विषय ल्याएका छौं जुन भन्न आवश्यक थियो। मलाई एक्सनमा यो फिल्मले नयाँ बेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ। मैले कमाउने सोच राखेर फिल्म निर्माण गरेको होइन, नयाँ सोच र नयाँ विषयवस्तु भएका कारणले फिल्ममा लगानी गरेको हुँ। नेपालमा बनिरहेका फिल्मभन्दा आउटल एकदमै अलग रहेको उनको दाबी छ। हामीले कैयौं एक्सन प्रधान फिल्म हेरेका छौं, तर त्यसमा फिल आउन सकेको छैन। आउटलले त्यो महसुस गराउँछ। टिजर र ट्रेलरलाई दर्शकहरूले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। यो हाम्रो ठूलो सफलता हो। यसले अर्को फिल्म बनाउन पैसा उठाइदियो भने म खुसी हुन्छु। यस्तै अभिनेता दिलीप रायमाझीको मुख्य भूमिका रहेको चलचित्र हेलो काशीराम आगामी जेठ 2 गतेबाट प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति सहित सोमबार निर्माण टिमले फर्स्ट लुक पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा दिलीप रायमाझीलाई काँधमा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ। यसले फिल्मलाई कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ। रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दिलीप सहित सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशिर पोखरेल, उमेश राई, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ भने अभिनेत्री प्रियङ्का कार्की अतिथि भूमिकामा छिन्। रेड लाइट्स फिल्म्सको ब्यानरमा पीबी थापाले फिल्मको निर्माण गरेका हुन्। चलचित्र मौलिक कथावस्तुमा बनेको निर्देशक विश्वकर्माको भनाइ छ। दुर्गेश थापाको गीत दुश्मन हेरेको हेरे युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ। सोमबार अपराह्नसम्म यो गीत ट्रेन्डिङको 67औं स्थानमा छ। 8 साता अघि युट्युबमा रिलिज भएको यो गीत आइतबार 86औं स्थानमा थियो। सोमबार अन्य चर्चित गीतलाई उछुन्दै 67औं स्थानमा उक्लिन सफल भएको हो।
यति मात्र होइन, यो गीत पछिल्लो 28 दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ। यही गीतको कारण एलिना चौहान नेपालभित्र युट्युबमा धेरै सुनिने नेपाली सङ्गीतकर्मीको 4थो स्थानमा छिन् भने दुर्गेश 5औं स्थानमा छन्। युट्युब चार्ट हरेक दिन अपडेट हुने भएकाले सूची तलमाथि भइरहन्छ। तर युट्युबको शीर्ष 100 ग्लोबल गीतको सूचीमा भने अझै पर्न सकेको छैन। यो गीतलाई अहिलेसम्म 3 करोड 35 लाख पटक हेरिएको छ। कुमार कट्टेल निर्देशित चलचित्र लास्ट शरणम अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गरिरहेको देखिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा प्रदर्शनको 12औं दिन आइतबारसम्म फिल्मले 3 करोड 47 लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। यो फिल्म महाशिवरात्रिको अवसरमा फागुन 14 गतेबाट रिलिज भएको थियो। चर्चित टिभी सिरियल सकिगोनी निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्मको यो कमाइ अपेक्षाभन्दा न्यून हो। रिलिज अघिको प्राप्त हाइप, चर्चित कलाकार र ब्यानर हेर्दा चलचित्रले अझै आक्रामक कमाइ गर्ने प्रक्षेपण गरिएको थियो। चलचित्रमा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, रेणुनाथ योगी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ। सुन तस्करीको कथावस्तुमा बनेको यो फिल्म अहिले विदेशमा समेत प्रदर्शन भइरहेको छ। आजलाई नेपाली फिल्मी ताजा खबर यति नै। हाम्रो भिडियो तपाईहरूले कस्तो लाग्छ तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईहरूको सल्लाह सुझावले हामीलाई अघि बढ्ने हौसला प्रदान गर्नेछ। नेपाली फिल्मलाई माया गर्नुहोस्। हवस् त, धन्यवाद।